हेलो साथीहरु, नमस्ते सबैजनालाई। आज मैले नयाँ तरिकाले कुकिङ गरेको भिडियो हजुरहरुलाई पनि शेयर गरेको छु। यो भिडियो पनि मन पराइदिनु होला। हजुरहरुले मन पराइदिनु भएको हुन्छ सबै भिडियोहरु। एउटै भाँडामा रहरले पकाएको भन्ने सोच्नुहुन्छ होला साथीहरु। त्यो चाहिँ बिल्कुल हैन। यो चाहिँ एउटा बाध्यता हो। किनभने आजभोलि ग्यास सर्टेज भएको हुनाले मैले प्राय जसो यसै गरी पकाएर खाने गर्छु। कहिले कसो दाल र चामल सँगै, कहिलेकाहीँ तरकारी र चामल सँगै पकाएर खाने, कहिलेकाहीँ त झन् दाल चामल तरकारी एउटैमा राखेर खिचडी नै बनाएर खाइन्छ। के गर्नु, घरमा पुलाउ भनेर ढाँट्न पर्छ, पुलाउ बनाछु भन्ने अनि खिचडी खुवाउने गर्छु। के गर्नु साथीहरु, बाध्यता हो। रहर त कसलाई लाग्छ र, मिठो मिठो खाना त सबैलाई मन लाग्छ। पकिएन साथीहरु, भन्नुस् त। यसरी खाइए साथीहरु। हजुरहरुले कसरी खानुहुन्छ? यो भिडियो मन पर्यो कि परेन हजुरहरुलाई? मन परेको भए कमेन्ट गर्नु होला। हस् त, धन्यवाद। फेरि आउनेछु नयाँ भिडियो नयाँ रेसिपी लिएर। तब तकका लागि बाइ बाइ। फेरि भेटौँला नेक्स्ट भिडियोमा।